सो गाइज हेलो लङ टाइम पछि भेट भयो हामी है। लङ टाइम पछि मैले भ्लग बनाउँदै हो। आज अहिले चाहिँ म भेस्पा सर्भिस सेन्टर बिहान यताउति कामसाम यताउति भ्याएर भेस्पा खानासाना खाएर भेस्पा सर्भिस सेन्टरमा आइपुगेँ। अब स्कुटर पनि सर्भिसिङ गराउनु थियो कि मोबाइल पुरै कालो भइसकेको थियो क्या। अनि बाहिरतिर सर्भिसिङ गराउनुभन्दा त्यति सर्भिस सेन्टरै ल्याएर सर्भिस गराउँदा राम्रो भनेर किन सर्भिस सेन्टरमा सर्भिस गराउनु ल्याएको मैले। अब 1-1.5 घन्टामा हुन्छ भने अनि त्यो भएर मैले कुर्दै गएँ स्कुटर चाहिँ। अझै हाल्न त हालेको छैन। यही हो मेरो स्कुटर चाहिँ, यो लास्टमा 911 वाला। अब एकछिनमा हाल्छ होला सर्भिसिङमा। अहिले भेस्पाको नयाँ के अरे मोडल आएर चाहिँ त गाइज, यो नयाँ के अरे साइलेन्सर चाहिँ नयाँ खालको आएर चाहिँ कि अहिले यस्तो खालको भएर चाहिँ पहिला हाम्रो चाहिँ यस्तो खालको छ क्या। अहिले चाहिँ नयाँ अलिकति चेन्ज भएर चाहिँ भेस्पाको धेरै लङ टाइम पछि। यो चाहिँ के अरे डिस्क ब्रेक नभएको होला, यो चाहिँ डिस्क ब्रेक भएको। यस्तो भएर चाहिँ कि अम्मामा पुरै कम्प्याक्ट क्या यो साइलेन्सर त। पहिलाको चाहिँ खुल्ला थियो, यो चाहिँ पुरै कम्प्याक्ट रहेछ साइलेन्सर चाहिँ। पहिला भन्दा धेरै हल्का चेन्ज ल्याएको अहिले चाहिँ। जे होस् चेन्ज कहिले ल्याउँथेन, कहाँबाट चेन्ज ल्याएछ अचम्म लाग्यो मलाई त्यो हेर्दामा। यो चाहिँ डिस्क ब्रेकवाला हो, यो अप्रिलाहरू। यो चाहिँ च्याप्टो ग्लास भएको। यो के अरे यो चेन्ज भयो चाहिँ दिदी है साइलेन्सर? ए एफआई हो। अनि यो पनि एफआई हो र यिनीहरू? ए कति? यो प्राइस कति हो दिदी यसको अहिले यिनीहरूको? बढ्यो होला है? ए एफआई पो आयो? ए गाइज नयाँ के अरे मोडल आएछ नि त एफआईवाला। त निकाल्दैन होला, बुलेटहरू जस्तै होला। अब एफआईवाला चाहिँ भनेको एफआईवाला आएर चाहिँ ल नयाँ भेस्पा किन्नेहरूलाई चाहिँ धेरै राम्रो एफआईवाला। जता डाँडा गए पनि एउटै पावर दिन्छ। यहाँ अर्को कलरमा नि छ गाइजी नयाँ। अहिले खतरा धेरै एफआईवाला भनेपछि चाहिँ खत्रै हो। अर्को कलर हो यो चाहिँ पहिलेको मोडल हो। यो चाहिँ डेन्जर हो, यो त पुरानो मोडलहरू हो क्या है। अस्ति सोधेको थिएँ मैले एकचोटि हो किन यो चाहिँ कस्तो खालको भेस्पा हो भनेर सोधेको। यो चाहिँ पुरानो मोडल हो, यसको चाहिँ सामानहरू आउन छोडेर त्यही भएर यो मोडल चलेको छैन कि। खासै सामान नआएपछि बिग्रेर मान्छेले अब सामानहरू के अरे फेर नपाएपछि मोडल चढ्दैन नि त। चढेर नै कामै हुन्न घर राख्नुभन्दा। पहिलाको यो साइलेन्सर पनि त्यस्तै हो, अहिले नयाँ आएको जस्तै। अहिले नयाँ आएको यो पुरानो त्यस्तै खालको कम्प्याक्ट। गाइज म चाहिँ यसो सोरुम अगाडि जानु लाग्यो। अब यो भेस्पाको नयाँ एफआईवाला त टेस्ट राइड त गर्नै पऱ्यो। त्यो लाइसेन्स चाहिँ के डिगीमा थियो लाइसेन्स चाहिँ के। अब यसो टेस्ट राइड गर्नु दियो भने टेस्ट राइड गर्नु पऱ्यो कि कस्तो रहेछ पावरहरू होइन, चेक गर्नु पऱ्यो नि। एफआईवाला आएछ यार, दामी लाग्छ एफआईवाला चाहिँ मलाई कार्बोरेटर भन्दा। गाइज नयाँ भेस्पा चलायो। यसको चाहिँ यो अगाडिको चाहिँ हुन्छ नि यो पुरानो यो स्विच चाहिँ यताउति हुँदो रहेछ। यो के अरे पुरानोको चाहिँ यस्तो स्विच चाहिँ यस्तो हुन्थेन, नयाँको चाहिँ स्विच यस्तो हुँदो रहेछ कि। त्यही फरक चाहिँ मैले के पाएँ भने टेस्ट राइड गरेर चाहिँ अलिकति पावर त्यो सुरुको पिकअप हुन्छ नि त्यो चाहिँ अलिकति बढ्या जस्तो लाग्यो। वहीँ तान्दो रहेछ कि अलि यो पिकअप चाहिँ कि। अनि
प्लस अब यो एफआई भइसकेपछि अब माइलेज यसै अब बढ्ने नै भयो है। त्यो अब एउटा सुरुमा पिकअप हुँ गरेर त्यो एकदम ताने जस्तो गर्दो रहेछ। अनि त्यसपछि एउटा माइलेज चाहिँ 40 सम्म दिन्छ भनेर सुने, त्यहाँ 40 सम्म चाहिँ दिन्छ अरे माइलेज चाहिँ। प्लस अनि यो एफआई भनेपछि अब त्यो डाँडाकाँडातिर चाहिँ पावर ड्रप हुन दिन्न होला, त्यही होला। अरूदेखि हुनु अरू त सबै ठिक छ। अब अपडेट भएपछि यसै राम्रो त भइहाल्छ, त्यही हो। ठिक छ, जे होस् यो एफआईवाला किन्न पऱ्यो भने चाहिँ 399 रे यो एफआईवाला के अरे डिस्क ब्रेक, त्यो अगाडि फ्रन्टमा डिस्क ब्रेक भएको 399 पर्ने रे, लगभग 4 भनौँ न।